हेलो गाइज वेलकम ब्याक टु न्यू भ्लग। स्वागत छ तपाईँहरूलाई जक्सन पायलको भ्लगमा। जक्सन पायलको भ्लगमा आमा कस्तो मुख पनि लाग्दैन त। म त जाँदैछु यतिखेर चाहिँ चट्टसँगले म चाहिँ कोरियाको नाजु भन्ने ठाउँमा छु होइन। अहिले चाहिँ हामी चाहिँ कामबाट ड्युटी चट्ट सकेर अनि म चाहिँ हिजो आएको थिएँ कि अन्त लोटो काट्नु चट्ट नेपाली 5-6 करोड पारौँ भनेर चाहिँ लोटो काट्न आएको थिएँ र लोटो पनि काटेँ होइन। आउँदाखेरि चाहिँ फुल चाहिँ बवाल फुलिरहेको होइन, साइड पनि दामी। अनि त्यही भएर राति नै हिजो मैले रुममा गएपछि साथीहरूलाई चाहिँ फुल चाहिँ बवाल फुलेको छ होइन, जानुपर्छ भने चाहिँ एकदम। फेरि एकजना साथी छ कि मेरो, फुल भनेपछि चाहिँ हुरुक्कै हुन्छ होइन। यहाँ छ यो केटा ल गोर्खे, स्वागत छ है दाइ, स्वागत छ है दाइ तपाईँहरूलाई मेरो मेरो भ्लगमा है। अब यस्तो छ होइन, यहाँ फोटो खिचिदिन्छ आत्तिरहेको छ फोटो खिच्ने होइन। हो ल म फोटो खिचिदिइहाल्छु ल। जाम दाइ यहाँ आउनु त तपाईँ ल, मेरो मोबाइल समय। हेलो गाइज वेलकम ब्याक टु न्यू भ्लग। स्वागत छ तपाईँहरूलाई जक्सन पायलको भ्लगमा। जक्सन पायलको भ्लगमा आमा कस्तो मुख पनि लाग्दैन त। म त जाँदैछु यतिखेर चाहिँ चट्टसँगले म चाहिँ कोरियाको नाजु भन्ने ठाउँमा छु होइन। अहिले चाहिँ हामी चाहिँ कामबाट ड्युटी चट्ट सकेर अनि म चाहिँ हिजो आएको थिएँ कि अन्त लोटो काट्नु चट्ट नेपाली 5-6 करोड पारौँ भनेर चाहिँ लोटो काट्न आएको थिएँ र लोटो पनि काटेँ होइन। आउँदाखेरि चाहिँ फुल चाहिँ बवाल फुलिरहेको होइन, साइड पनि दामी। अनि त्यही भएर राति नै हिजो मैले रुममा गएपछि साथीहरूलाई चाहिँ फुल चाहिँ बवाल फुलेको छ होइन, जानुपर्छ भने चाहिँ एकदम। फेरि एकजना साथी छ कि मेरो, फुल भनेपछि चाहिँ हुरुक्कै हुन्छ होइन। यहाँ छ यो केटा ल गोर्खे, स्वागत छ है दाइ, स्वागत छ है दाइ तपाईँहरूलाई मेरो मेरो भ्लगमा है। अब यस्तो छ होइन, यहाँ फोटो खिचिदिन्छ आत्तिरहेको छ फोटो खिच्ने होइन। हो ल म फोटो खिचिदिइहाल्छु ल। चाहिँ फोटो र यहाँनिर चाहिँ फोटो खिच्ने कार्यक्रम लगभग सकिसक्यो र पनि चित्त बुझेकै छैन यही गोर्खे यस्तो छ होइन। आफ्नो चाहिँ फेरि म साथी यता गाडी अलि तान्ने त गाडी आफ्नो चाहिँ फेरि हालत यस्तो छ कि, हालत यस्तो भन्दा पनि होइन, आफ्नो चाहिँ मोबाइल यस्तो छ होइन। अनि त्यही भएर मान्छे चिनिन पनि गाह्रो छ क्या गाइज होइन। त्यही भएर यस्तो होइन, त्यही पनि भिडियो नबनाएको धेरै भएको थियो होइन। जक्सन पायल चाहिँ कहाँ हरायो भनेर चाहिँ तपाईँहरूलाई चाहिँ पुरै मनमा होइन उत्सुकता लागिरहेको थियो होला होइन। जक्सन पायल चाहिँ असल मान्छे, जक्सन पायल जस्तो सफा मन भएको मान्छेलाई नदेख्दा चाहिँ तपाईँहरूलाई पनि होइन अब हुन्छ नि मनमा होइन कस्तो कस्तो लागिरहेको थियो होला। धेरै समयपछि भिडियो बनाएको छु होइन। तपाईँहरूको के छ हालखबर होइन, तपाईँहरू सबैजनालाई सम्झेको छु होइन। तपाईँहरूलाई धेरै माया गरिरहेको छु र भिडियो हेरिदिनु होला तपाईँहरूले होइन। र यही भिडियोमा तपाईँहरूलाई सम्झेको छु होइन। म चाहिँ यस्तै हो, जक्सन पायल चाहिँ कहाँ हरायो भन्दा चाहिँ तपाईँहरू टेन्सन नलिनुहोस् होइन। तपाईँहरू आफ्नो केयर गर्नुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् होइन। म चाहिँ अब यस्तै हो, अहिले चाहिँ यता संजोगले गर्दाखेरि भनौँ या के भनौँ, यतिखेर चाहिँ अब झुकुल पुकुलले गर्दाखेरि चाहिँ यता साथीको नाम फेरि संजोग रहेछ। अब के गर्नु, अब संजोग भन्ने पठाइयो होइन। अब संयोगले भन्ने के भन्ने त्यसले गर्दा यतातिर आइपुग्यो झुकुलले गर्दा होइन। जक्सन पायल फेरि चाहिँ कस्तो भन्ने चाहिँ अब सबैले नदेख्ने मान्छे हो कि होइन। अब के गर्नु, म कुरिया जान्छु भन्ने सपनै थिएन, अब यसो अलिअलि यसो गर्दा आइपुग्यो होइन। जबरजस्ती भयो त अब यस्तै छ। अब यहाँ चाहिँ फेरि कस्तो भने आज चाहिँ यहाँ चाहिँ कोरियामा चाहिँ हामी बसेको ठाउँमा चाहिँ कस्तो भने 5-5 दिनमा चाहिँ यहाँ चाहिँ एउटा बजार लाग्छ क्या। हामी जग्गा घरमा चाहिँ बुढापाकाले हट्टिए भन्थ्यो होइन, हट्टिए हाट बजार चाहिँ लाग्दो रहेछ यहाँनिर। अनि हामी चाहिँ यहाँनिर चाहिँ मासु लिन फेरि मासुकै कुरा आयो होइन। ओ गोर्खे फेरि मासुकै कुरा यार। अब हातद्वारा हामी फेरि मासुहरू लग्छौँ होइन, सागपात खासो लग्यो। त्यही भएर हामी ल फेरि म फोटो खिचिदिन्छु ल। यहाँ फोटो खिच्ने कार्यक्रम चल्दैछ। यहाँ चाहिँ हाम्रो जाम दाइ फोटो खिच्दै, जाम दाइ दामी फोटो खिच्नु लाग्नु जाम दाइले। के हो हेन्सम गर्लफ्रेन्ड चाहिँ कहाँ अस्ट्रेलिया कहाँ छ अरे, अस्ति भन्दै थियो मजा आएको। हेलो बुढी हिँडेको केटोले खाना पकाउँदै थियो होइन। मजा टक्क गइरहेको थियो बिस्तारै गएको केटोले किचनमा कसो गर्थ्यो। हाम्रो अगाडि चाहिँ साथी हो कि मामाको छोरी रे, मामाको छोरी रे भरे चट्टा गएको थियो। चट्ट किचनमा गएको त हेलो बुढी पऱ्यो यस्तो छ साथीहरू होइन। अब के गर्नु यस्तो छ साथी हो होइन। ओ जिन्दगी एउटा दामी गीत गाइदिने, तर हुँदा म त गीत पनि दामी गाउने मान्छे हो होइन। तर के गर्नु गीत चाहिँ खासै गाउन आउँदैन होइन। यस्तो साथीहरू होइन ल यस्तो छ तपाईँहरूलाई सम्झिदिएँ। अब के गर्नु यस्तो छ होइन साथीहरू होइन। अब तपाईँहरूलाई म के भन्छु लास्टमा चाहिँ होइन, अब कोही साथीहरू काम गर्दै हुनुहुन्थ्यो होला होइन, कोही साथीहरू पढ्दै हुनुहुन्थ्यो होला, कोही साथीहरू चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो होला
होइन र यो व्यस्त समयमा पनि तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै सम्झना होइन साथी माया हस् धन्यवाद फेरि अर्को भिडियोमा भेटौँ है त ल